हेलो साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ हाम्रो मिस्टर डिआई ब्लग्समा। आज चाहिँ हामी बुटोल जान आँटेको बुढाबुढी भएर, अनि हाम्रो भिडियो चाहिँ आफ्टर लङ टाइम आउँदैछ। के कस्तो हुन्छ हेरिदिनु होला। हामी चाहिँ यहाँ शान्तिपुर माथि हरा चौरमा छ, किनभने हाम्रो बाइकको टायर पङ्चर भयो। के छ हजुरको विचार? यत्रो किल्ला चाहिँ हाम्रो बाइकमा गयो। अब हामीले शान्तिपुरदेखि ग्यारेजदेखि मान्छे चाहिँ बोलाएको छौँ। अब कति बेला आइपुग्नुहुन्छ त्यो चाहिँ थाहा छैन। 11 कति बज्यो? 11 बजेर 6 मिनट गइसक्यो। अब हामी जाऊँ। के गर्नु त, हिँड्नु पर्यो। पङ्चर भयो बाइक। हामी बुटोल जाने हो। पङ्चर भएपछि हामी यतै फेरि घर फर्किन सक्छौँ। भोलि अब हामी यहाँ फोटो खिच्छौँ। सनफ्लावर त होइन, तर सनफ्लावर भन्दा कम छैन। कस्तो लाग्यो छ त हजुरलाई बाइक पङ्चर हुँदा? घाम छ यहाँ, ज्याकेट स्याकेट सुकालेर म त यहाँ टी सर्टमा पुरै। ल ठिक छ। अब हामी अहिले बुटोल चाहिँ राति पुग्छौँ होला। राति हुन्छ होला, 6 बज्छ होला सायद। कति बज्छ, कति बेला मिस्त्री आउने हो, के मिस्त्री आएर हाम्रो पङ्चर भएको बाइक बनाउन। अनि बल्ल भाइ आएर चाहिँ हाम्रो बाइकको टायरमा गाडिएको काँटी झिक्दैछ। अनि हामीले चाहिँ 1.5 घन्टा जति यहीँ कुर्यौँ होला ग्यारेजको मान्छेलाई। अनि हामी 9 बजे हिँड्यौँ। अनि अहिले चाहिँ हाम्रो यहाँ 12 बजिसकेको थियो। 12 बजेर अनि हामी चाहिँ भोक्नु लागिसकेको थियो। छिटो छिटो बाइक बनाएर हामी पनि कुदिहाल्यौँ त्यहाँदेखि। अनि हामी चाहिँ अहिले रिदीमा छौँ। रिदीमा हामी खाना खानु रुकेको, प्लस हामी चाहिँ एकछिन रेस्ट गरौँ भनेर पनि यहाँ रुक्दैछौँ। देख्न सक्नुहुनेछ हजुरहरूले, यो चाहिँ रिदी बजार हो। अन्त हामीले यहाँ तातो बनाएर बटुक लान आँटेको। अनि यहाँ यो बाटो हिँडेर बटुक नलग्ने त कुरै भएन। अनि यो चाहिँ सेकेन्ड दिनको भिडियो साथीहरू, देख्न सक्नुहुनेछ हजुरले। अनि हिजो चाहिँ म दिदीको घर खैरेनी आएर बसेको थिएँ। अनि आज चाहिँ मैले यो 2 बजे भिडियो क्लिक गर्दैछु। देख्न सक्नुहुनेछ यो मौसम, यो खैरेनीको मौसम चाहिँ यस्तो चिसो छ। अनि वरिपरि चाहिँ फुल फुलेको छ तोरीको। अनि हामी चाहिँ यसै कुद्दैछौँ किनकि जाडो मौसम थियो। अनि हामीले चाहिँ हाम्रो कामहरू सबै सिद्धाएपछि हामी घरतिर लाग्यौँ। अनि यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ सिद्ध बाबाको रोड। अनि यो चाहिँ तानसिन बजारमा हामी कुद्दैछौँ। अनि हामी चाहिँ कुद्दा कुद्दै दिमागमा के आइडिया आयो भने रानी महल घुमौँ भन्ने सोच आयो हामी बुढाबुढीको। अनि किनकि म यो बाटो कति हिँडेँ, तर म चाहिँ रानी महलमा गएको छुइनँ। त्यही भएर हामी रानी महल जाने निर्णय गऱ्यौँ। हामी चाहिँ यहाँ रानी महल आयौँ। हामी गएर फोटो खिच्न पर्यो नि राजा रानीको बुढो। ल जाऊँ। अब फेरि यहाँ भिड रहेछ। हामी फेरि माथि जाऊँ। माथि गएर हेरौँ। जाने नि 50 रुपियाँ पो तिरेछौँ त। अनि हामी चाहिँ यहाँ रानी महल पुगेर डुल्न आँटिसक्यौँ। अनि यहाँ चाहिँ एकदम भिड थियो किनकि अहिले भरमरको सिजन पनि हो नि त टुरको। अनि यहाँ फोटोसुटहरू पनि हुँदै थियो। म र बुढो चाहिँ माथितिर लाग्यौँ। अनि हेर्दैछौँ के भयो। ओहो, यहाँ त गाग्री रहेछ है। टाउकै छैन यो गाग्रीको एउटाको। ल ठिक छ। अनि यहाँ चाहिँ पुरानो सामानहरू राखिएको थियो। अनि हामीले चाहिँ यहाँ हेर्दैछौँ के छ भनेर। अनि यहाँ चाहिँ मेरो बुढा पहिल्यै पनि गइसकेको हुनाले चाहिँ उसलाई चाहिँ धेरै थाहा थियो। म चाहिँ उसको पछि कुद्दैछु यहाँ। अनि हामी
यहाँ पहिलाको राजाको पालाको सामान होला सायद, यहाँ चाहिँ यसरी राखेको थियो। अनि हामी चाहिँ यहाँ हेर्दैछौँ, यो के को ढुङ्गा हो भन्दै हेर्दैछौँ। यहाँ जाने साथीहरूले चाहिँ देखिसक्नुभएछ होला, यो चाहिँ म चाहिँ फर्स्ट टाइम हो यहाँ गएको, त्यही भएर मैले चाहिँ फोटो भिडियो गर्दै हिँडेँ। अनि हामीले त्यहाँ यताउता हेरिसकेपछि चाहिँ अब हामी चाहिँ तलतिर जाँदैछौँ, किनकि हामीलाई घर जानु पनि छ भन्दै लाग्यौँ हामी त तलतिर साथीहरू। अनि यो रानी महलको माथि हो, अन्त यस्तो छ। हामी चाहिँ यता छौँ, कहाँले त त बुढो। अब हाम्रो फोटो खिचिदिने मान्छे कोही छैनन् भन्दा सबै छन्, तर हामीलाई भन्न लाज लागेको मात्रै हो। अनि हाम्रो ड्रेस चाहिँ यही नै हो, किनकि हामी धुलो हुन्छ, अनि त्यही भएर हामीले यही ड्रेसमै यहीँ डुल्यौँ। अरू चाहिँ ब्युटिफुल छन् अरू, हामी चाहिँ यही ड्रेसमा डुलिरहेछौँ, केही छैन होइन। हामी ड्रेस खुल्नुको झ्याउ लागेर हामीले चाहिँ ल अब हामी चाहिँ लाग्यौँ, यही हो रानी महल। अन्त यो हामी घर जाने बेला पनि बाटोमा पर्छ, हामी फेरि पनि आउनेछौँ यो बाटो राम्रोसँग अर्को ड्रेस लगाएर। ल अब हामी लाग्यौँ घरतिर। हाम्रो 50 रुपियाँ सिद्धिएको घोषणा गर्दछु। हामी लाग्यौँ अब घरतिर। बाई बाई, नेक्स्ट टाइम हामी आउनेछौँ फेरि। अनि हाम्रो फुल भिडियो हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच गाइस।